हेलो साथीहरू, आज मैले एउटा कुरा जब आन्दोलन जहिले पनि आन्दोलन के भइरहेको छ नेपालमा, जे कुरामा आन्दोलन हुन्छ, यो पहिला भन्थे झोले नेताहरू, आज म भइरहेको छु झोले जनताहरू पनि छन् कि यस्तो कुराले तपाईँ हेर्न सक्नुहुन्छ। जे कुरामा आन्दोलन, अब भनौँ देश बनाउनको लागि केही त उजार्नै पर्छ, केही त गर्नै पर्छ। नउजारिकन नगरिकन कसरी बन्छ? तपाईँले सरकारी जग्गामा घर बनाउने, त्यसबाट भाडा उठाउने, अरूलाई भाडा दिने, त्यसपछि आफू सुकुम्बासी भन्ने, यो कहाँको नियम हो? तपाईँले जुन कुरा गर्नुभएको छ, लिनुभएको छ, त्यो कुरा त जुन सरकारको छ त्यो छोड्नुपर्छ नि। तपाईँले आफू जुन सुकुम्बासीको त्यसको त सरकारले जग्गा दिएर के दिएर उसले मिलाउँछ। तर जुन मान्छे सुकुम्बासी छैन, जसको जग्गा पनि छ, भाडा लगाए उठाएर एउटा बिजनेस खोलेको छ, त्यो मान्छेहरू अब 50 जना 60 जना जम्मा गर्ने, त्यसपछि आन्दोलन गर्ने। जे कुरामा आन्दोलन, यस्तो मान्छेहरूलाई कडा कारबाही हुनुपर्छ। जहिले आन्दोलन भएर पनि देशलाई बाटोघाटो रोक्ने, देशको ट्राफिक जाम गर्ने, जे कुरामा जाम गर्ने, यस्तो अवस्थामा तपाईँले यस्तो कुरामा एक्सन लिनुपर्ने छ सरकारलाई। अब यस्तो मान्छेहरूलाई छोड्नु हुँदैन, जेलमा गएर कोच्नुपर्छ। 2-4 दिन खाना नदिएपछि आफै थाहा हुन्छ कि कुन ठाउँमा बसेको छु, कुन ठाउँमा के गरिरहेको छु है। यस्तो साथीहरू, यस्तो तरिकाले मलाई हेर्दा पनि मलाई दुःख लाग्छ। तपाईँहरू कस्तो लाग्यो भने भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर जरुर गर्नु है। ल, धन्यवाद। सुकुम्बासी हटाउन पाइदैन।